हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ शनिबार हो अनि हाम्रो अफिस पनि छुट्टी थियो, त्यही भएर म बिहानदेखि नै भिडियो बनाउँदैछु। आज दिनभरि के गर्छु म हजुरहरूलाई देखाउँछु। मेरो बिहानको सुरुवात चाहिँ फुलमा पानी हालेर हुन्छ। म चाहिँ फुलमा पानी हाल्छु। मेरोमा चाहिँ राइनोकुलस भर्खर फुल्दैछ, पेटुनिया पनि भर्खर फुल्न लाग्दैछ। जिरेनियम चाहिँ यस्तो राम्रो भएर आएको छ। हरियो भएर भर्खर फुल्न लाग्दैछ जिरेनियमहरू पनि। पानी पर्दा गरेपछि चाहिँ आज घाम लागेर यस्तो भएको छ हाम्रो दिन। फुलमा पानी लगाइसकेपछि मेरो सब्जी बनाएँ, यहाँ टक्क रेडी छ। अब म पकाउँछु। चिया खाँदै यहाँ खाना बनाउँदैछु। हाम्रोमा चाहिँ यति धेरै कुखुरा छ। चाहिँ यहाँ मेरो सानो बच्चालाई नुहाइदिएर यहाँ राखेको छु। मम्मीहरूले घाँसबाट आउँदा यहाँ चिन्डे लिएर आउनु भएछ। हजुरहरूलाई पनि थाहा छ होला, चिन्डे यसको अचार खाइन्छ, सब्जी खाइन्छ। यति बेला यसको सिजन हो। मेरो यहाँ यति धेरै लुगा धुन छ। अब यति धोइसकेर चाहिँ म हजुरसँग भेट्छु। चाहिँ मेरो बहिनी हो, मेरो अङ्कलको छोरी। हाम्रोतिर चाहिँ पानी आउन आँट्यो, बिहान त राम्रै भएको थियो। अहिले चाहिँ अब म सबै काम सिद्ध्याएर घर सफा गरेर अब चाहिँ मेरो रुमहरू पनि सनक बनाएँ। अब चाहिँ म पढ्न लागेको। हाम्रो खाजामा चाहिँ मम र यहाँ चाउचाउ छ। हिजोको मम थियो। बाबा हामी चाहिँ खाँदैछौँ यहाँ। आजलाई मेरो भिडियो यति नै। हेरेर साथ दिनुहोला, माया गरिदिनु होला। यति भन्दै म यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई।